हेलो गाइज, आज मैले फेरि लिएर आएको छु दराज सपिङ। कति टाइमपछि चाहिँ मैले दराजबाट सपिङ गरेको छु होइन। मैले डिफ्रेन्ट आइटम्स मगाएको छु कि मेकअपदेखि लिएर खानेकुराकोदेखि लिएर मोबाइलको। फर्स्टमा चाहिँ यही हेर्ने मोबाइलको चाहिँ यो 2 साइड टास्ने यो यस्तोवाला मगाएको छु, यो स्टिक गर्नेवाला, यो वाइटमा। अब हेरौँ यसले कतिको काम गर्छ, यसले होल्ड गर्छ कि गर्दैन भनेर होइन। त्यसपछि नेक्स्ट आइटम चाहिँ यो चाहिँ फर्स्टमा खानेकुरा, लिटरली खानेकुरा चाहिँ के होस्, मलाई चाहिँ यसो यो टिकटकहरूमा त्यसपछि त्यो सानो रिल्सहरूमा त्यो अरूहरूले त्यो विदाउट ओभन अनि विदाउट एग अनि धेरै चिजहरूको एगलेस त्यो मफिनहरू अनि त्यसपछि कपकेक्सहरू चकोलावाहरू बनाएको देखेर चाहिँ एकदम बनाउन मन लागेको थियो नि। त्यसको लागि चाहिँ मैले यो एउटा बेकिङ पाउडर र बेकिङ सोडा मगाएको थिएँ। कस्तो क्युट डब्बा के वाउ, यो चाहिँ बेकिङ सोडा र बेकिङ पाउडर। यसको चाहिँ म पछि मैले यदि बनाएँ चकोलावाहरू भने चाहिँ त्यसको पनि भिडियो हाल्छु यो युज गरेर चाहिँ। अनि यसको काम पनि त्यति बेला थाहा हुन्छ कति काम गर्दो रहेछ भनेर है। यो पनि खानेकुरा नै हो। यो पनि मैले त्यो चकोलावाहरू मेरो छोरीलाई मनपर्छ चकोलावा मफिनहरू, अनि त्यो बनाउँदाखेरिलाई भनेर मगाएको चिज हो। यो चाहिँ हो कोको पाउडर। अनि अर्को रहेको चाहिँ यो चाहिँ ज्याग्री पाउडर। यो चाहिँ चिनीको सट्टा चाहिँ मैले यो हुन्छ नि सक्खरको पाउडर युज गर्छु भनेर त्यो सक्खरको डल्लो किनेर फेरि पिन्नुभन्दा मैले डाइरेक्ट यो पाउडर नै किनेको छु। हेरौँ यो राम्रो हुन्छ कि हुँदैन। एन्ड लास्ट बट नट द लिस्ट, यति टाइमदेखि कुरिरहेको मैले, ओ माइ गॉड, यो सबै लिक भएछ भाइ। मैले चाहिँ यो मिसिसा कस्मेटिकबाट अर्डर गरेको थिएँ है, यो लिक भएछ। शिट, यो कसरी लिक भयो कि फुट्यो नै मैले, यो बर्बाद भयो सबै यसरी लागेछ नि। यो चाहिँ एउटा लिप लाइनर मोइराको सबै भिजेछ। यो कसरी निक्लिन्छ भनेर एकछिनै मैले काटेर मैले यसलाई काटेर निकाल्नै सकिनँ। यसरी लागेको छ, यस्तो फिज आएको छ। यो कहाँबाट लिक भयो मैले यो थाहा चाहिँ पाउन सकिनँ, यसैबाट होला। धेरै त होइन, अलिकति चाहिँ ऊ भएछ, यतैबाट लिक भएर छ क्यारे। यो चाहिँ मैले अस्ट्रेलिसको फिन्सिङ हाइड्रेटिङ, मेरो स्किन एकदम ड्राई भएको भएर चाहिँ मैले यो हाइड्रेटिङ सेटिङ स्प्रे लिएको हो। अब हेर्नु मैले कतिको काम गर्छ है। पहिला चाहिँ मैले मिलानीको लिएको थिएँ, मिलानीकोले पनि राम्रै काम गरेको थियो, तर मलाई मिलानीकोले चाहिँ नि फेस ड्राई अनि ग्लोई नदेखेको हो कि जस्तो लाग्यो। अब त्यही भएर मैले यो नयाँ चाहिँ यसलाई ट्राई दिउँ न त भनेर गरे। अब हेरौँ यसले कतिको काम गर्छ। अनि यो लिप लाइनर मेरो ओठमा चाहिँ लिपस्टिक टिक्दै नटिक्ने कि जस्तो लङ लास्टिङ भने पनि त्यो मेटिहाल्थ्यो खानासाना खाएपछि। अनि मैले यस्तै टिकटकको लाइभमै एकजना म्यामको त्यो लाइभमा हेर्दाखेरि उहाँलाई क्वेसन गरेको थियो कुन चाहिँ लिप लाइनर राम्रो हुन्छ भनेर। अनि उहाँले मेरो पनि त्यस्तै बानी छ, मेरो पनि लिप्समा लिपस्टिकहरू त्यो टिक्दैन, तर जबदेखि मैले मोइरा युज गरेँ त्यसपछि चाहिँ त्यो प्रब्लम मेरो हट्यो। मोइराको लिप लाइनर एकदम बेस्ट छ। एज अ लिपस्टिक नै पुरै त्यो आउटलाइन गरेर न भित्र गरेर लिप ग्लस लाउँदाखेरि पनि यो जाँदैन, यु क्यान गिभ अ ट्राई भन्नुभएको थियो, त्यही भएर यो मैले लिएको। अब हेरौँ यसले कतिको काम गर्छ है, यो मलाई टिक्छ कि टिक्दैन भनेर। अनि त्यसपछि यो यही लिप लाइनरमा चाहिँ मैले योभन्दा अगाडि चाहिँ सबैजनाले त्यो नेपाली ब्रान्डलाई प्रमोट भनेर चडेट ला प्रनाउन्स गर्न आयो कि होइन, त्यसको पनि लिएको थिएँ उता काठमाडौँ मलमा गएर होइन। त्यो पनि खतरा, त्यो जे होस् अरूको भन्दा चाहिँ राम्रै बस्दो रहेछ, तर त्यो पनि मलाई लङ लास्टिङ भएन क्या। त्यहाँ जुन हिसाबले लेखेको थियो त्यो मेरो लागि चाहिँ त्यसले काम गरेन। अनि त्यही भएर मैले ल अब यो एउटा ट्राई गरौँ भनेर भने। यति एक्सपेन्सिभ 1275 पर्यो यसको। अब हेरौँ यसले पनि काम गरेन भने म अनि त्यसपछि मको लिप लाइनरलाई बाई गरेर त्यही स्विस ब्युटीको 100 जाने लिप लाइनर मात्रै युज गर्छु अरे है। अब यो दुईवटा चाहिँ म हजुरलाई अब कुनै टाइम मैले मेकअप गरेँ भने त्यति बेला भिडियो बनाएर अनि यसको रिभ्यू हालिदिउँ न। हुन त मेरो रिभ्यूले खासै फरक पर्दैन, त्यही पनि हालिदिउँ न, के जान्छ होइन। आफूलाई थाहा भएको कुरा एक्सप्लेन गर्दा
थ्याङ्क्स फर वाचिङ बाई।